मध्य प्रदेशको सभामुख निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुने भएको छ। प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 अनुसार उपसभामुख बबिता कुमारी राउत ईश्वरले सभामुख निर्वाचनको मिति र समय निर्धारण गरेकी हुन्। प्रदेश सभा सचिव बासु कोइरालाद्वारा सार्वजनिक कार्यतालिका अनुसार सभामुख पदका लागि उम्मेद्वारी दिन चाहने प्रदेश सभा सदस्यले आज बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म प्रस्तावक र समर्थक सहित उम्मेद्वारी दर्ता गराउन सक्नेछन्। दर्ता भएका उम्मेद्वारको नामावली सोही दिन दिउँसो 3 बजेर 30 मिनटमा दर्ताक्रम अनुसार प्रकाशन गरिने प्रदेश सभा सचिवालयले जनाएको छ। सार्वजनिक सूचीका आधारमा 6 पुस दिउँसो 1 बजी बस्ने प्रदेश सभा बैठकमा प्रस्तावकले उम्मेद्वारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् भने समर्थकले समर्थन जनाउनेछन्। उम्मेद्वारीमाथि सामूहिक छलफलपछि दर्ताक्रम अनुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिने कार्यतालिका तय गरिएको छ। उम्मेद्वारी दर्ता गर्दा उम्मेद्वारले 1 प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि सभामुख रहेका रामचन्द्र मण्डललाई प्रदेश सभा सदस्यहरूले पद अनुकूल आचरण नगरेको आरोपमा पदबाट हटाएपछि नयाँ सभामुख निर्वाचन हुन लागेको हो। हालसम्म दलहरूबीच भएको सहमति अनुसार सत्तापक्षबाट जसपा नेपालले सभामुख पद पाउने बताइएको छ।